पछिल्लो समय केही व्यक्तिहरूले रवि लामी छाने चाहिँ एउटा दोषी करार गरिएर जेलमा राखिएको व्यक्तिलाई किन जेलमुक्त गराइयो भनेर धेरै मान्छे केही व्यक्तिहरूले चाहिँ नि भिडियो बनाउनु भएको रहेछ। अनि त्यो विषयमा मलाई पनि बोल्न मन लाग्यो र खुद रवि लामी छानेले चाहिँ के कारागारबाट बाहिर निस्केपछि उहाँको श्रीमती निकिता पौडेलको फेसबुक पेजबाट उहाँले लाइभ आएर भन्नुभएको छ कि के भन्छ नक्खु जेलमा आगलागी भएर कैदीहरूको ज्यानै असुरक्षित हुन लागेपछि त्यहाँको प्रशासनले चाहिँ नि सबैलाई चाहिँ जेलमुक्त गराउँदै थियो र त्यो क्रममा मैले भने म त्यत्तिकैमा बाहिर जान्न होइन, मलाई एउटा निकालिन्छ भने चाहिँ एउटा कानुनी प्रक्रिया अनुसार निकालियोस् यहाँबाट भनेर भनिसकेपछि त्यहाँको एउटा छोटो छरिटो एउटा प्रक्रियाद्वारा होइन कहाँबाट एउटा विभिन्न 2-3वटा ठाउँबाट एउटा स्वीकृति लिएर रवि लामिछानेको बारेमा एउटा स्वीकृति लिएर एउटा चाहिँ नि रवि लामिछाने चाहिँ नि एउटा चाहिँ नि सहकारी ठगीको एउटा दोषी नभएको र राजनीतिक प्रतिशोध को लागि मात्रै रवि लामिछानेलाई थुनामा राखिएको हुँदा हामीले चाहिँ उहाँलाई जेलमुक्त के भन्छ थुनामुक्त गराएका छौँ भन्ने खालको एउटा पत्र लिखित रूपमा लेखेर अनि रवि लामिछानेले चाहिँ साइन गरिसकेपछि रवि लामिछानेले चाहिँ जेलबाट के भन्छ नक्खु जेलबाट बाहिर आउनु भएको रहेछ। बाहिर आइसकेपछि नि ओहो यो त मौकामा चौका हान्नुपर्छ भनेर फुत्तै झोला बोकेर घरतिर अथवा जङ्गलतिर लुक्न गएको पनि होइन। रवि लामिछाने जेलमुक्त भइसकेपछि जेलकै बाहिर एउटा सशस्त्र प्रहरीको बिचमा र प्रहरीहरूकै बिचमा बसेर आफ्नो मन्तव्य व्यक्त गरिराखेको थियो, बोलिरहेको थियो विभिन्न व्यक्तिसँग होइन भने यो कुरा हामीले बुझ्न आवश्यक छ। अर्को कुरा चाहिँ रवि लामिछानेलाई जुन एउटा दोषी ठहराइएर जेलभित्र राखिएको थियो त्यो विषयमा पनि जहिले रवि लामिछाने चाहिँ एउटा सहकारी ठगेको आरोप लाग्यो र मुद्दा चल्यो त्यति बेला चाहिँ के भन्छ रवि लामिछानेले चाहिँ सहकारी ठगेको हो कि होइन भन्ने अनुसन्धान गर्नको लागि एउटा समिति गठन भएको रहेछ। त्यो समितिमा चाहिँ विभिन्न पार्टीका व्यक्तिहरू रहेछन् होइन, जस्तै त्यसको प्रतिनिधित्व चाहिँ सूर्य थापाले गरेको रहेछ र यो त्यो समितिले पनि प्रष्ट पछि क्लिन चिट दिएको रहेछ। रवि लामिछानेले सहकारी ठगीमा कुनै पनि पैसा निकाल्नको लागि आवेदन दिएको कुराहरू, कुनै पनि चाहिँ नै के भन्छ रवि लामिछाने अकाउन्टमा पैसा आएको कुराहरू, पैसा लिएको रवि लामिछानेले के भन्छ सहकारीबाट पैसा अपचलन गरेको कुनै पनि प्रमाण नभेटेर क्लिन चिट दिएको रहेछ होइन। त्यो कुरा पनि हामीले बुझ्नु आवश्यक छ। मात्र के रहेछ भने हामीले उदाहरणको लागि हामीले कुनै कम्पनीमा काम गऱ्यौँ होइन, त्यो कम्पनीको मालिकले चाहिँ कहीँ करप्सन गरेर पैसा ल्यायो र तपाईँ एउटा त्यो कम्पनीमा म्यानेजर पोस्टमा रहेको नाताले